गुड मर्निङ गाइस। सो आज चाहिँ 6 बजिसकेको छ र आज चाहिँ म र साथी उता गएनौँ क्या, के भन्छ अरे मर्निङ वाक गएनौँ किनभने पानी परिरहेको थियो कि बिहान 4 बजी उठ्दाखेरि। सो त्यही भएर हामी मर्निङ वाक चाहिँ गएनौँ। तर मैले घरमै आधी घन्टा चाहिँ एकदम हार्डवाला एक्सर्साइज गरेँ बेली फ्याट रिड्युस गर्नको लागि। त्यो एक्सर्साइजहरू गऱ्यो। माई गड यस्तो टायर्ड भइरहेको छु नि, बाफ्रे। त्यो अनुहारै कस्तो देखिरहेको होला, पुरै पसिनाले भिजेर पुरै। नर्मली आई डोन्ट स्वेट बट डेन्जर एक्सर्साइज गरिएछ। एक्सर्साइज गरौँ चाहिँ केही पनि हुँदैन के, लाइक हुन्छ नि अहिले र मतलब एकछिन गाह्रो हुन्छ क्या, द्याट्स लाइक टोलरेबल पेन होइन। तर अब दिउँसभरि अनि भोलि दिउँसो भरेसम्म पुग्दाखेरि पेट दुखेर यस्तो गाह्रो हुन्छ, अनि त्यसपछि भोलि बिहान त झन् डेन्जरवालै गाह्रो हुन्छ। बट केही छैन, हामी गर्छौँ 1 महिना। सो गाइज, यो चाहिँ हाम्रो किचन गार्डन हो होइन। यहाँ चाहिँ धनियाँ सुकिसक्यो अनि यहाँ सो इट्स धेरै चिजहरू हाम्रो यहीँ फल्छ। तर मैले अहिले लिन आएको चाहिँ यो हो, दालमा हालेर खान एकदम मिठो हुन्छ कि यो। आई डोन्ट नो यो के हो, म मम्मीलाई सोध्छु के हो भनेर, बट कस्तो बुके जस्तो देखिरहेछ क्या यो, हुन्छ नि फ्लावरको बुकेहरू जस्तै यो। यसको डक्क कस्तो कस्तो क्युट देखिरहेको क्या यो। सो आजको खाना चाहिँ यो थियो। यहाँ चाहिँ हेल्थ क्याम्प भइरहेको थियो अनि मैले मम्मीलाई चाहिँ यहाँ लगेर ड्रप गरेको थिएँ अनि म चाहिँ ग्यारेज गएको थिएँ। एन्ड देन आई ह्याड सिकन्जी। हेलो गाइज, सो म चाहिँ जाँदैछु अब कलेज, किनभने अब मेरो सर्टिफिकेट लिन जानु छ। त्यही भएर हिँड्दाखेरि त है यो ऊ थियो क्या, टेबल टेनिस मात्रै थियो। अहिले त बास्केटबल पनि रहेछ गाइज कलेजमा। खाजामा थियो बारा र उखुको जुस। सो गाइज, आजको दिन चाहिँ यस्तो, मतलब त्यस्तो प्रोडक्टिभ भएन, मतलब ठिकै भयो। अब अन द स्केल अफ 10 आई वुड रेट दिस 4। अनि आज रनिङ पनि गएन, घरमै एक्सर्साइज त गऱ्यो गर्नु त, तर खुट्टा यस्तो दुखिरहेको नि, मतलब नेक्स्ट लेभलको के। त्यो खुट्टामा यस्तो पेन भइरहेको नि, भोलि बिहान उठेर कसरी जाने भनेर मलाई एकदम तनाव लागिरहेछ। अनि आजको मोस्ट अफ द डे चाहिँ मेरो कलेजमै जस्तो बित्यो भनौँ न, त्यही सर्टिफिकेट ल्याउन जान नै बित्यो। अनि यस्तो नै गाह्रो भइरहेको है। मलाई अब मोटिभेसन कहाँबाट ल्याउने होला कि भोलि बिहान उठेर, भोलि बिहान पनि म रनिङ नजान सक्ने प्रोबेबिलिटी इज 60%। अनि यस्तो खुट्टा पेन भइरहेको म डिमोटिभेट हुन थालिसकेँ। यो खुट्टा हुन्छ नि, ग्यारेजमा पनि त्यो भर्याङ माथि तल गर्दा नि त्यो यस्तो त्यो अगाडिपट्टि त्यो हुन्छ नि निभन्दा तल अगाडिपट्टि यस्तो पेन हुन्छ। हे भगवान्, के गर्ने होला, कस्तो म डिमोटिभेट भएँ गाइस। आज नै कसरी स्टे मोटिभेटेड हुने। सो या मैले त्यस्तो त्यो फुडमा चाहिँ मैले राम्रै कन्ट्रोल गरिरहेको छु होइन। अनि त्यो भइसकेपछि अब मतलब टाइम लाग्छ अभियसली, बट जस हुन त हुन्छ नि त। सो वेट त घट्छ, वेट घट्नु मात्रै भन्दा पनि कस्तो त्यो भित्रबाटै त्यो हुन्छ नि, हिजोसम्म पनि कस्तो नै मोटिभेसन आइरहेको थियो कि या
तर आज बिहान पानी पर्दियो अनि एक दिन मिस हुन साथ कस्तो हुँदो रहेछ क्या लाइक डिसिप्लिन भन्छ नि मान्छेले कन्टिन्युटी नो म्याटर वाट यु सुड डु वाट युआर डुइङ भन्थ्यो नि त्यो चाहिँ ट्रु रहेछ कि गाइस एक दिनमै यस्तो फिल भयो तर कन्टिन्यू त गर्नै पर्ने हुन्छ ठिकै छ गाइस त्यही हो अब हल्का अन्डाको केही बनाएर खाऊँ कि सोचिरहेको छु परे पनि होइन अब भात चाहिँ 2 टाइम खै खानै मन लागेको छैन होइन यो 3-4 दिन भयो 2 टाइम मैले खाना खाएको छैन कि अनि त्यसपछि 4 दिन भयो ठ्याक्क आज डे 4 हो विदाउट सुगर विदाउट मैदा अब विदाउट सुगर गर्दा पनि हेर न पिम्पल पनि होइन यो त कस्तो त्यो हुन्छ नि पिलो टाइप्सकै छ क्या कस्तो साह्रो छ यो अनि त्यस्तो छ त्यही पनि ठिकै छ हेरौँ अब 1 मन्थ आफूले आफूलाई च्यालेन्ज गरिरहेछ होइन सो त्यो च्यालेन्ज त कम्प्लिट गर्नै पर्ने हुन्छ लाइक डु अर डाई हो नि त सो या गाइस अहिलेको अपडेट चाहिँ त्यही छ अब म अब एकछिन 5 मिनट जति यहाँ यसरी बसेर अनि केही खानेकुरा बनाउँछु अन्डा हालेर केही हल्का प्रोटिन पनि चाहियो नि त त्यही गाइस के खान्छु भनेर चाहिँ म फोटो हालौँला अथवा बनाएको भिडियो बनाउने त्यो प्रोसेसको भिडियो चाहिँ कस्तो मलाई गीत सुन्दै बनाउनु पर्छ नि त अनि यही मोबाइलमा गीत बजाऊ अनि यही मोबाइलमा भिडियो बनाउनु अलिकति हुन्छ त्यही भएर म त्यो कुकिङको भिडियोहरू चाहिँ त्यति हालेको छैन तर बिस्तारै हाल्छु नि है गाइस त्यही हो अब त के भनौँ देन आजको मिल थियो मकै